अब अनुवाद हुने काम त भइसकेको छ र अब यसले यो एउटा अन्तर्राष्ट्रिय प्रकाशन के भन्नुभयो एशियन 2000 पब्लिकेसनले प्रकाशन गर्ने काम पनि सायद अब निकट भविष्यमा होला र यो चाँडै नै अन्तर्राष्ट्रियकरण पनि होला भन्ने हामी आशा गरौँ। तर त्यो अन्तर्राष्ट्रिय स्तरको साहित्यमा यसले कुन स्थान लिन सक्छ वा सक्दैन त्यसमा चाहिँ भने मलाई पनि चिन्ता लागेको छ र मलाई लाग्छ मलाई मात्र होइन यहाँ सबैजना साहित्य प्रेमीहरूले यो चिन्ता चाहिँ लिनुपर्ने हुन्छ र आशा गरौँ यसले कम्तीमा नि एउटा विशेष स्थान लिन नसके पनि यसले अन्तर्राष्ट्रिय साहित्य जगतमा कम्तीमा पनि नेपाली साहित्यको एउटा प्रतिनिधित्व गर्ला कि भन्ने चाहिँ मैले आशा गरेको छु। त्यो प्रतिनिधित्व गर्नु सक्नु भने पनि मैले चाहिँ यसलाई आफ्नो प्रयास चाहिँ लिएर गएको भन्ने ठानी छैन भन्ने मलाई लागेको है। अब अरू धेरै के भन्नु र यति भन्दै मेरो यो छोटो भनाइलाई यति नै दिन्छु। हामी सबै हामीले नेपाली भागलाई मात्रै यहाँ प्रस्तुत गर्यौँ र हामी सबैले चाहिँ एउटा सिङ्गो अनुवादकको उसलेबाट चाहिँ होला भन्ने लागेको त्यसमा आशा राख्दै नै रहनु पर्ला। अध्ययन गर्न पाएनन्, राम्रोसँग बुझ्न पाएनन् र राम्रोसँग सम्झिन सकेनन्। त्यो काममा तपाईँ लागिराख्नु भएको छ र आगामी दिनहरूमा पनि यस्ता धेरै उपन्यास कथा कविताहरू तपाईँले अनुवाद गर्दै जानु हुनेछ भन्ने विश्वास प्रकट गर्दै शुभकामना व्यक्त गर्न चाहन्छु। म अहिलेलाई यहाँ उपस्थित भएका सम्पूर्ण महानुभावहरूमा एक अर्कामा अथवा चाहिँ वक्तव्य दिने महानुभावहरूलाई कुनै पनि प्रश्नहरू सोध्न चाहनु भयो भने अथवा तपाईँलाई कुनै जिज्ञासा छ भने तपाईँहरू आपसमा छलफल गर्न पाउनुहुनेछ भनेर यहाँ तपाईँहरू बीचमा नै यो सुरु गर्छु र यसको अब समापन चाहिँ गर्ने जिम्मा चाहिँ अब म हाम्रो सञ्चालक ज्यूलाई दिन्छु। वक्ताज्यूहरूबाट आफ्ना कुराहरू आइसकेका छन् र अरू साथीहरूलाई पनि आफ्ना कुराहरू केही भन्न मन लागेको छ यो उपन्यासमाथि अथवा वक्ताज्यूहरूमाथि पनि केही प्रश्न सोध्न मन लागेको छ त्यो भने केही यहाँहरूको लागि चाहिँ खुल्ला छ। नेपाली साहित्यको क्षेत्रमा उपन्यास मात्रै होइन विविध विधामा त्यत्तिकै सशक्त ढङ्गले चलाउने र एउटा स्थापित अझ म त भन्छु एउटा प्रतिनिधि साहित्यकार हुनुहुन्छ। म उहाँको गीत पनि त्यतिकै मन पराउँछु, उहाँका उपन्यासहरू पनि म पहिलेदेखि नै पढ्दै आएको मान्छे हो। उहाँको चाहिँ एक किसिमको एउटा फ्यानै पनि हो। अहिले आजको निकै राम्रो हो, निकै प्रभावकारी कार्यक्रम हो। यसमा चाहिँ त्यो कृतिमाथि नै केन्द्रीकृत भएर आज चाहिँ धेरै चाहिँ नै अलिकति बढी एक्सर्साइज भएको देखियो। आजको छलफल एकदमै उपयोगी छ। अन्तर्विमर्श साह्रै राम्रो भयो। मैले उहाँलाई घर देशमा धेरै खोजेँ, उहाँ परदेशमा हुनुहुन्छ, साक्षीमा पारी हुनुहुन्छ, हङकङको कतै स्टार फेरीमा हराइराख्नु भएको हुनसक्छ। यहाँ त मैले भेट्न सकिनँ। म अब उहाँलाई भेट्न हङकङै आउँदैछु। कार्यक्रम एकदम राम्रो लाग्यो। सबभन्दा मुख्य कुरो चाहिँ लेखनलाई निरन्तरता अनि त्यस पछाडि भाषामा अझै केही त्रुटि भएको कुराहरू आए। चर्चित लोकप्रिय साहित्यकार रामकृष्ण बान्तवाद्वारा लिखित यो सघन तुवालो शीर्षकले पनि यो बडो बिम्बात्मक प्रतीकात्मक छ। यो सघन तुवालोभित्र धेरै कुराहरू चाहिँ यसैले बोल्छ र यो उपन्यास वास्तवमा नयाँ शैली, यो नवीन प्रयोग र नयाँ ढङ्गले यो उपन्यास लेखिएको छ र एक किसिमको यो नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बेला बेला भन्ने गर्नुहुन्छ क्रमभङ्गता। वास्तवमा बान्तवा रामकृष्ण बान्तवाले यो पुरानो शैलीलाई परम्परालाई चाहिँ
भत्काउनु भएको छ, यसलाई क्रमभङ्ग गर्नुभएको छ। यो उपन्यास लेखनमा यो नयाँ शिल्प, नयाँ शैली, नयाँ प्रयोग भएर आएको उपन्यास सम्भवतः यो पहिलो हो भन्ने मलाई लाग्दछ कि किनकि यहाँ परम्पराहरू सब तोडिएका छन्, सबै कुराहरू नयाँ छन्। उहाँबाट यस्तै गहकिला कृतिहरू फेरि फेरि आउनेछन् भन्ने कुरामा आशावादी छु। रामकृष्ण बान्ताजीलाई मैले भन्दा उहाँले जुन रूपले साहित्यलाई सहयोग गरिराख्नु भएको छ, साहित्यमा योगदान दिइराख्नु भएको छ, यो एउटा राम्रो सराहनीय कुरा हो। म उहाँलाई शुभकामना दिन चाहन्छु। यस्तै प्रकारले नेपाली साहित्यलाई सहयोग गर्दै जानुहोस्, त्यति नै भन्न चाहन्छु। उहाँले लेखेको एउटा गीत कहाँ हिँडेको भन्ने गीत चाहिँ मेरो चिब्रिङ गाउँमा अत्यन्तै लोकप्रिय छ। मेरो छोरीचेलीहरूले, बुहारी, बहिनी, भतिजीहरूले गाउँछन्। मलाई खुसी लाग्यो यसपालि म घर जाँदा। यस्तो गीतको स्रष्टालाई धेरै धन्यवाद दिन चाहन्छु। अझ उहाँको उत्तर प्रगति होस् भन्ने म कामना गर्छु, किनभने त्यस्तो विकट ठाउँमा जन्मिएर पनि उहाँले आफूलाई भोगेको अनुभूति चाहिँ विदेशमा गएर एउटा लेख्ने प्रयास गर्नुभयो। त्यो नेपालको साहित्यको लागि एउटा ठुलो उपलब्धि हो। कस्तो छ? एकदम बेजोड छ, स्वर कल्पना र यथार्थको एउटा फ्युजन छ हैन। अनि यो नयाँ धारमा लेखेको छ, यसले परम्परागत सीमा घटाएको छ। संस्कृतमा भन्छ नि चरेवती चरेवती, हिँड्दै रहनु अब एक दिन सिकाउन पुगिन्छ, त्यही भन्नु। उपन्यास छँदैछ राम्रो होइन, नयाँ धारमा लेखिएको जस्तो। गीत राम्ररी चलिरहेको छ नेपालमा, सायद बाहिर पनि चलिरहेको छ। अरू राम्रो गीतहरू पनि लेख्दै आउनु होला। धेरै कृतिहरू निकालिरहनु भएको छ, निकाल्नुहोस्। बाहिर बस्ने साहित्यकारहरूले कृति निकालेर नेपालीहरूलाई जुन पढाइरहनु भएको छ त्यो नै राम्रो कुरा हो। उहाँको गीत पनि अहिले सुन्नमा आइराखेको छ। कता हिँडेको भन्ने जुन उ छ नि, त्यो गीत राम्रो लाग्छ। प्रवासमा बसेर पनि नेपाली साहित्यमा चाहिँ योगदान पुर्याउनु भएकोमा चाहिँ उहाँले सर्वप्रथम मैले धन्यवाद दिन चाहन्छु। र उहाँको लेखनमा चाहिँ र उहाँको कलम चाहिँ निरन्तर चलिरहोस्, उहाँले यही शुभकामना दिन चाहन्छु। उहाँको कृति हामीमा आज आएको छ, हामीलाई खुसी लागेको छ। उहाँको कृतिमाथि पटक पटक चाहिँ अन्त्यक्रियाहरू भइरहेको छ, झन् खुसी लागेको छ। केही कुराहरू उठ्यो, पब्लिसिटीमा चाहिँ अलिक कम भयो भन्ने किसिमको कुरा उठ्यो। त्यसमा अब हामी पत्रकार भएको नाताले अब हामी सजग रहनेछौँ। त्यसमा हामी उहाँको अरू नयाँ कृतिहरूको पनि अपेक्षा गर्दछौँ। उपन्यासकार रामकृष्ण बान्तावा ज्यूलाई उहाँले यति गहन उपन्यास लेखेर नेपाली साहित्यलाई ठुलो गुण लगाउनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौँ र फेरि फेरि उहाँबाट यस्तै गहन उपन्यासहरू, कृतिहरू आउनेछन् भन्ने अपेक्षाका साथ हामी उहाँलाई हार्दिक शुभकामना दिन चाहन्छौँ। कार्यक्रम अन्तर्क्रिया कार्यक्रम यहीँ समाप्त भएको छ। यहाँहरू सबैमा एकचोटि फेरि हार्दिक धन्यवाद, नमस्ते। यो शब्द राम्रो भन्नु, अन्तर्विमर्श छ नि, त्यही राख्ने अन्तर्क्रिया होइन। हामीले अन्तर्विमर्श